भाइ ए हजुर त भिडियोमा आउनुभयो हाई गरिदिनु क्या हो सब्स्क्राइब गरिदिनु भन्नु के गरिदिने सब्स्क्राइब गरिदिनु भन्नु सब्स्क्राइब गरिदिनु सब्स्क्राइब गरिदिनु भन्नु मलाई भन्ने हाल्ने यो मोहन मल्लको युट्युबमा सब्स्क्राइब गरिदिनु सबैले भन्नु त मनको के गरे मोहनको युट्युबमा सबैले सब्स्क्राइब गरिदिनु सबैले सब्स्क्राइब गरिदिनु भन्ने हाल्ने उहाँ चाहिँ हाम्रो बही हुनुहुन्छ हैन मेरो नाति हुनुहुन्छ सबैले मेरो नातिलाई सबले माया गर्नु भिडियो हेर्नु सब्स्क्राइब गरिदिनु भन्नु अब सब्स्क्राइब गर्नु यहाँ चाहिँ बहिनी चाहिँ बहीका बाख्रा हुन् यहाँ चाहिँ यस्तो हुन्छ चिसोमा बाख्रा मेरो माउला बही हो नि पनि यहाँ चाहिँ हाम्रो माउलोको बही हुनुहुन्छ माथि चाहिँ भिनाजु हुनुहुन्छ बसेका चल्ला कुखुरा सब पाली बसेको यहाँ चाहिँ के छ भनेपछि चाहिँ उहाँ चाहिँ अहिले चाहिँ यहाँ चाहिँ हिमुचल हो होइन उहाँको घर चाहिँ नेपाल हो तर यहाँ पनि छ यहाँ पनि सब गाई बाख्रा चल्ला कुखुरा सब पाल्नु भएको छ सब यहाँ चाहिँ उहाँको घर चाहिँ यो हो अब बुबु पारी बस्नु भएको छ होइन है बुबु चाहिँ यहाँ हुनुहुन्छ बुबु नाति भन्दिनौ यस्तो गरिदिनु सब्स्क्राइब गरिदिनु भन्नु सब्स्क्राइब गरिदिनु भन्न के सप्लाई गरिदिनु युट्युबमा भन्नु बुबुले भनिसक्नु भएको छ होइन सबैले चाहिँ सब्स्क्राइब गरिदिनु होला मेरो च्यानलमा माया र सपोर्ट गर्नु होला है यो चाहिँ यहाँको चाहिँ पानी तताउने भाँडो होइन देख्न सक्नुहुन्छ यहाँ चाहिँ आगो फुकेपछि चाहिँ यहाँ चाहिँ पानी तात्तिन्छ अटोमेटिकली टावर हाल्नुपर्छ यहाँ अलिकति चिसो हुन्छ नि त त्यही भएर नुहाउनुको लागि तताउने भाँडो यो चाहिँ हेलो के छ एकदम चलो ठीक छ फेरि अरे कहाँ से आएर यहाँ के भलाकमा के बोल्नु ल अरे के बोल्यो यहाँ मान्छे चाहिँ बिरामी भएर चाहिँ मर्न लागेको छ नि यार हजुरलाई के भयो खासमा अरे मलाई त बिरामी भएर पता नै रातभरि सुतेको छैन टाउको दुख्ने बुखार मतलब बुखार ढाड दुखेर चाहिँ रातभरि सुतेको छैन यो खासमा हो कि मौसम एकैछिन चेन्ज हुने बेला चाहिँ हुन्छ नि त अब चिसाउनु लाग्यो नि त त्यही भएर ठन्डा भएर नि हो नि त यहाँ चाहिँ ठन्डा उता चाहिँ पुरै शीत जमिने रहेछ क्या यहाँ चाहिँ त्यहाँ त शीतपुर यहाँ त यस्तै उहाँ जस्तै यहाँ पनि सेतै पऱ्यो हुन्छ अरे पारी मम्मीको घर गएपछि मसँग लगाएको अरे फेरि के मसँग लगाएको अरे क्या मरेको मान्छे लागेको छ अरे मलाई हजुरलाई फेरि तल बाजेलाई फेरि असित हेर्न पठायो अनि बाजेले खुट्यायो त ए त्यो त्यस्तो पनि हुनसक्छ ल हुन्छ त दाजु है ल इट्स ओके फेरि बाई बाई फेरि साँझको मिलेंगे